धन्यवाद। इस कार्यक्रमका सञ्चालिका आस्थाको बिला राईज्यू, खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता तथा श्रेष्ठ सम्मान कार्यक्रम, यस कार्यक्रमका अध्यक्षता ग्रहण गरिराख्नुभएका तिप्रुङ चुइचुमा गाउँपालिका प्राज्ञ समाजका अध्यक्ष श्री नरेन्द्र डेलुकाज्यू, त्यसै गरी यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा आसीन नेपाल प्राज्ञ प्रतिष्ठानका उपकुलपति श्री भूपाल राईज्यू, त्यसै गरी विशेष अतिथिको रूपमा आसीन सम्पूर्ण अग्रज बौद्धिक सर्कलका व्यक्तित्वहरू, मैले सबैको नाम भन्न चाहिन। त्यसै गरी यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्नका निमित्त उपस्थित तमाम साहित्यकर्मी, कलाकर्मी लगायत यस कार्यक्रमलाई सम्पूर्ण पार्नका निमित्त उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा मेरो व्यक्तिगत तर्फबाट समग्र नेकपा माओवादी केन्द्र तिप्रुङ चुइचुमा गाउँ कमिटीको तर्फबाट हार्दिक नमस्कार, अभिवादन, यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। बोल्ने विषय त धेरै छैन, तथापि यो एउटा साहित्यिकसँग सम्बन्धित एउटा ऐतिहासिक कार्यक्रम भइरहेको छ। अलिक बढी हामी साहित्यिक मनोरञ्जन भावनाका कुराहरू नै अलिक बढी सुन्ने जमर्कोमा लाग्नेछौँ। तसर्थ केही कुरा शुभकामना सहित केही कुरा राख्न चाहन्छु। पहिलो कुरा त तिप्रुङ चुइचुमा गाउँपालिकामा यस माटोले जन्माएर, यस भूगोलले जन्माएर साँच्चै नै एउटा कला र साहित्यको क्षेत्रमा एउटा प्रभाव जमाएर सिङ्गो यो मुलुकलाई एउटा चिनाउनको निमित्त, यो सिङ्गो माटोलाई चिनाउनको निमित्त, यो तिप्रुङ चुइचुमा गाउँपालिकालाई चिनाउनको निमित्त साँच्चै नै एउटा व्यक्तिको पनि सामान्य एउटा कला र सांस्कृतिक सामान्य एउटा रचनाले पनि ठुलो भूमिका खेल्न सक्दो रहेछ, देशमा ठुलो योगदान पुर्याउन सक्दो रहेछ भन्ने कुरा चाहिँ जो बुझाइरहेको छ। र योसँगै साँच्चै नै हामीले यो कला र संस्कार साहित्यलाई एउटा ढङ्गले हेर्दै गर्दाखेरि म कहिलेकाहीँ मलाई लाग्ने कुरा, यो साहित्यिक भावनाको कुराहरू साँच्चै नै एउटा समाज र देश रूपान्तरण गर्ने सन्दर्भमा यो अप्रत्यक्ष रूपमा एउटा क्रान्तिको रूपमा यसले भूमिका निर्वाह गर्दछ, जुन चाहिँ कला र संस्कृतिले, साहित्यले। यसो हुँदै गर्दाखेरि साँच्चै नै तिप्रुङ चुइचुमा गाउँपालिका प्राज्ञ समाज जो गठन गर्नुभयो, यो गठन गरे पश्चात एउटा खुल्ला राष्ट्रव्यापी कविताको जो आयोजना गर्नुभयो र हाम्रो तिप्रुङ चुइचुमा माटोले जन्माएको अग्रज स्रष्टाहरूलाई जो चाहिँ एउटा सम्मानको कार्यक्रम राख्नुभयो। साँच्चै नै यहाँनिर हामी पछिल्लो पुस्ताका युवा पिँढीहरूले, पछिल्लो पुस्ताका चाहिँ आम समुदायहरूले साँच्चै नै हाम्रो तिप्रुङको माटोले पनि एउटा यो देशमा जिम्मेवार एउटा बौद्धिक सर्कलको नागरिकहरू साँच्चै नै एउटा भावना र विचारले, दृष्टिकोण र एउटा समाजलाई चाहिँ रूपान्तरण गर्ने एउटा जुन एउटा ऐतिहासिक रूपमा चाहिँ साँच्चै यो एउटा तिप्रुङ चुइचुमाको माटोले धेरै चाहिँ एउटा बौद्धिक सर्कलको व्यक्तित्वहरू पनि जन्माउनु भएको रहेछ भन्ने कुराको एउटा हामी सबैले चिन्ने अवसर पनि पायौँ। र उहाँहरूले पनि एउटा आफ्नो माटोले जन्माएको आफ्नो चाहिँ जन्मभूमिमा फर्केर साँच्चै नै यहाँको सम्पूर्ण चाहिँ एउटा नागरिकहरूको सबै चाहिँ यहाँको
बसोबास गर्नुभएको जनताहरूको, स्रष्टाहरूको, पछि उदाउँदै गर्नुभएका स्रष्टाहरूको सबैको जनजीविकाको सन्दर्भमा केही कुरा निहाल्ने अवसर पनि उहाँले पाउनुभयो र उहाँले यसलाई नजिकदेखि निहालेर साँच्चै नै एउटा दिप्लुङ चिन्चुमा गाउँपालिकालाई पनि उहाँहरूले केही न केही अब बाँकी जीवनको अन्तरालमा फर्केर एकचोटि यो माटोलाई कसरी हामी यहाँनिर भएको आम नागरिकलाई कसरी परिवर्तन गरेर समाजलाई रूपान्तरण गर्ने आधारहरू उहाँहरूको सल्लाह र सुझाव उहाँहरूको चाहिँ अनुभवबाट हामी कसरी सिक्ने भन्ने कुराहरू पनि हामीले बुझेका छौँ र उहाँहरूलाई यो कुरा पनि अनुरोध गर्न चाहन्छु। यस साथसाथै एउटा एक दुईवटा कुरा चाहिँ म उहाँहरूमा यहाँ अग्रज व्यक्तित्वहरू हुँदै गर्दाखेरि केही कुरा राख्नु कि भन्ने पनि लाग्यो। हाम्रो अर्थविद तथा राजनीतिक विश्लेषक यो दिप्लुङ चिचुमा गाउँपालिकाको माटोले जन्माएको एउटा अग्रज व्यक्तित्व हुनुहुन्छ, जो चाहिँ साँच्चै नै एउटा उहाँको एउटा उर्वर समय र जीवनलाई समाजको सेवाको निमित्त एउटा लेख र रचनाको हिसाबले, यो संविधान जारी गर्ने सन्दर्भको हिसाबले, हरेक हिसाबले योगदान पुर्याएर पछिल्लो समय साँच्चै नै दिप्लुङ चिचुमा गाउँपालिका आफ्नो जन्मस्थान फर्केर एउटा साँच्चै हाम्रो अहिलेको पछिल्लो चरणको जुन एउटा आम नागरिकहरू, आम युवाहरू पलायन हुँदै गर्दाखेरि गाउँमा फर्केर साँच्चै नै एउटा फरक हिसाबले जीवनयापन गर्ने सुरुवात गर्नुभएको छ। एउटा उदाहरणको रूपमा उहाँ फर्केर चाहिँ गाउँलाई बनाउनुपर्छ भन्ने एउटा हेतुको साथ फर्किनु भएको छ। उहाँलाई म सम्मान र आभार प्रकट गर्दै अग्रज व्यक्तित्वहरू, हाम्रो दिप्लुङको माटोले जन्माउनु भएका अग्रज व्यक्तित्वहरूलाई पनि साँच्चै नै एकचोटि हाम्रो माटोतिर फर्केर केही समय, केही चाहिँ सुझाव, केही सल्लाहहरू र केही बाँकी रहेको जीवनलाई पनि उहाँहरूले यो दिप्लुङको माटोलाई कसरी श्रम र पसिनासँग सिंचित गर्न सक्छौँ, यहाँ भएका सम्पूर्ण युवा साथीहरू, सम्पूर्ण चाहिँ आम नागरिकहरूलाई कसरी यही माटोमा सिङ्गो चेतना, दृष्टिकोण र रोजगारसँगै चाहिँ साँच्चै नै एउटा समाज रूपान्तरण गर्ने आधारहरू कुन कुन हिसाबले तयार गर्न सकिन्छ, उहाँहरूको पनि एउटा सल्लाह सुझाव सहितको चाहिँ एउटा भौतिक उपस्थिति लिएर एउटा गाउँ फर्किदिनु भयो भने साँच्चै नै यो दिप्लुङ चिचुमा गाउँपालिकामा सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने कुरा पनि राख्न चाहे। उहाँहरूसँग हार्दिक आग्रह पनि, अनुरोध पनि गर्न चाहन्छु। र साहित्यिक सन्दर्भमा साँच्चै नै साहित्यले भावना बोल्छ, हाम्रो मनमा भएको पीडा बोल्छ, यो प्रकृति बोल्छ, पानी बोल्छ, यो चाहिँ हामीसँग भएको जीवन बोल्छ, साँच्चै नै इतिहास बोल्छ। यो जुन चाहिँ एउटा साहित्यिक क्षेत्र भन्ने बित्तिकै मलाई लाग्छ यो हामी सबैले चाहेर हुने चिज होइन। यो एउटा चेतनाले चाहिँ एउटा साहित्य जन्माउँछ, दृष्टिकोणले साहित्य जन्माउँछ र जुन साहित्यले साँच्चै नै एउटा समाजलाई रूपान्तरण गर्ने साँच्चै नै एउटा ऐतिहासिक एउटा चाहिँ यसले मार्गनिर्देशन एउटा क्रिएट गरेर लान्छ, एउटा बाटो निर्धारण गरेर जान्छ भन्ने कुरा पनि मैले राख्न चाहे। धेरै कुराहरू राख्न चाहिन। यति हुँदै गर्दाखेरि जुन एउटा यो खुल्ला कविता, राष्ट्रव्यापी कविताको जुन एउटा प्रतियोगितामा सहभागी हुँदै आउनुभएका सम्पूर्ण कलाकर्मी साथीहरू, यहाँ दिप्लुङ चिचुमा गाउँपालिका अन्तर्गतको चाहिँ स्रष्टाहरू लगायत उपस्थित सबैमा यो एउटा ऐतिहासिक कार्यक्रमलाई साँच्चै नै एउटा चेतनासँग जोड्दै, साँच्चै नै यो दिप्लुङको विकासलाई जोड्दै, दिप्लुङकोमा बसोबास गर्नुहुने सम्पूर्ण जनताहरूको एउटा चाहिँ चेतना र दृष्टिकोणको हिसाबले, बुझाइको हिसाबले एउटा समाजलाई कुन हिसाबले रूपान्तरण गरेर लान सकिन्छ, यी सबै कुरामा चाहिँ यस कार्यक्रमले एउटा अब्बल एउटा भूमिकाको रूपमा चाहिँ एउटा कोसे ढुङ्गाको रूपमा साबित होस्। यो कार्यक्रमले साँच्चै नै हाम्रो एउटा समाजलाई चाहिँ कुन हिसाबले प्रगतिको मार्गमा अगाडि सार्न सकिन्छ, यी सबै कुराहरूलाई चाहिँ यो कार्यक्रमले थप मद्दत पुगोस् भन्ने कुरा को शुभकामना राख्दै मेरो छोटो भनाइ यही टुङ्ग्याउन चाहन्छु। हस्त, नमस्कार, अभिवादन।